यो चाहिँ मेरो टोटल 26 महिना 2 वर्ष 2 महिना आजको दिनले 26 महिनाको एक्स्ट्रा इन्कम भनौँ न आज ब्याङ्कमा हाल्दैछु। यो सबै जम्मा गरेर राखेको थियो यता र उता गरेर। यो चाहिँ मिक्स हो। यो कोइन चाहिँ मिक्स हो। ओमन कोइन छ, एक्स्ट्रा कोइन, फिलिपिन कोइन छ, इन्डोनेसियन कोइन छ, युए को कोइन छ, कुवेतको कोइन छ, बहरेन कोइन छ, इन्डियाको कोइन छ, पाकिस्तान कोइन छ। हो त्यो यो चाहिँ मिक्सिङ हो, त्यो मैले काउन्ट गरेको छैन। यो चाहिँ 233 रियाल छ। यहाँ चाहिँ 233 रियाल छ। यो बिटामा चाहिँ 233 रियाल छ। यो चाहिँ 1 रियालको लक्की हो। 1 रियालको के भन्छ यसलाई, 1 रियालको गट्ठा भयो। यो 1 रियालको, यो 1 रियालको, यो 10 दिराम दुबईको, यो 200 पैसा ओमन हो, 200 पैसाको यसरी बनाएर राखेको। यो 3 रियाल 300 को, 3 रियाल 300 को कोही चल्ने कोही नचल्ने भइसकेको छन्। मैले साट्न बिर्स्यो त्यो बेलामा, यो लास्ट टाइम। यो चाहिँ 200 300 पैसा। टोटल कति भयो त? टोटल कति भयो त? 233 रुपैयाँ रियाल, 233 रियाल। यो छोडिदिउँ। 233 रियाल प्लस यो 1 रियाल 34 रियाल, यो 1 रियाल 35 रियाल, 235, यसले 236, यसले 10 दिराम भनेको यहाँको कति, 1 रियाल होला। 1 रियाल होला यहाँको। 1 रियाल कि 2 रियाल? 1 रियाल होला। 37 रियाल भयो, 37। यो 1 रियालले 38, 238 रियाल, 238। यो 3 रियाल 300, 38, 39, 40, 41 रियाल, 241, 300 पैसा। यो काउन्ट गरेँ कि नगरेँ? 200 भनेपछि 38, 238, 500 पैसा, 6, 7, 8, 238, 8 पैसा, 800 पैसा। यसरी यो 100 पैसा 200 पैसा एक्स्ट्रा हुन्छ नि। मान्छेहरूले चाहिँ कतिपय मान्छेहरूले यस्तो कोइनहरू फ्यालिदिन्छ है। त्यो पैसा हो नि। यो इभन रातो पैसा, त्यो अझ त्यो त झन् बक्सबाट झिकेको छैन। त्यो रातो पैसाहरू पनि राखेको थिएँ। पैसा हो, फ्याँक्नु हुँदैन। त्यो वास्तवमा त्यो रातो पैसा बजारमा काम नलाग्यो भने लुलु मार्केटमा चाहिँ काम लाग्छ। यहाँको लुलु मार्केटमा चाहिँ काम लाग्छ। तर हाम्रो यो साधारण चलन चल्तीमा यहाँ बजारमा चल्नुहुँदैन। ब्याङ्कको के भन्छ अरे, नर्मली उसमा ब्रान्चहरूमा पनि लिनु खोज्दैन। तर मैले चाहिँ पैसा हो, लक्ष्मी हो, किन फ्याल्नु भनेर यसरी जम्मा गरेर राखेको थिएँ है। जुनसुकै देशको होस्, जे होस्, पैसा हो धनलक्ष्मी भन्ने एउटा मान्यता हुन्छ नि हाम्रो कल्चर, संस्कार, संस्कृतिमा पैसालाई। हो त्यो अनुसारले चाहिँ मैले 100 पैसा 200 पैसा यता र उता के भन्छ अरे, कहिले चेन्ज गर्दा, कहिले बाटोमा भेट्दा होइन, कहिले के किन्दा त्यो रिटर्न हुँदा त्यसो गरेर राखेको थिएँ। कतिपय चाहिँ अब मौका मिल्ने ठाउँमा कहीँ बक्सहरू हुन्छ नि, त्यो डोनेसन बक्सहरू, त्यस्तोमा नि
मौका मिलेछ भने नजिक छ भने हालिदिन्छु त्यस्तोमा पनि यस्तो 100 पैसा 200 पैसा यस्तोहरू है धेरै नभए पनि धेरै हाल्न नसके पनि जहाँ भेटेको त्यो कुरो यसरी राखेको थिएँ आज आएर यसो हेरेको 200 टोटली 238 रुपियाँ 800 पैसा समथिङ रुपियाँ होइन 238 रियाल 800 पैसा 238 रियाल 800 पैसा टोटली यति भएको रहेछ यसले लगभग अब एउटा केही सानोतिनो काम चाहिँ गर्न सकिन्छ 200 भनेको 200 मल्टिपल 238 मल्टिपल 355 छ अहिलेको रेटले एक ओमन एक रियल बराबर 355 अराउन्ड छ 238 800 पैसा इन्टु 355 गर्नु त कति भयो ल त्यति गरेपछि केही सानोतिनो गाउँमा सानोतिनो काम गर्छ यति पैसाले मलाई त्यस्तो लाग्छ अब गाउँमा त्यस्तै महँगी बढे भए चाहिँ अब के भन्न सक्छ र है धन्यवाद सानो यो सम्झना बिर्सनको लागि खिचेको भिडियो हो जहिले कहिले हामीले यसरी कहाँ हुन्छ एक दिनको होइन नि त नि त्यो भएर अनि सम्झना बिर्सनको लागि यसरी राखेको मेमोरेबल